हेलो साथीहरू, वेलकम ब्याक टु माई मिनी ब्लग। आज गइरहेछौँ हामी पानीपुरी खानको लागि। गाइजहरूले चाहिँ पानीपुरी खाने प्लान बनाएपछि चाहिँ यसलाई रोक्न कसलाई सकिन्छ र होइन। त्यसको लागि चाहिँ हामीले आलु उसिनेर रेडी गरिसकेको छौँ। आलु उसिनेर मसिनो काटेर प्याजलाई चाहिँ हालिरहेको छौँ। अब आज चाहिँ पानीपुरी बबालै भन्ला छ हाम्रो है। बन्दा सन्दा हालेर पुरा पानीपुरी मसला ससला सब चट्टाचुट्टो हालेर धनियाँ सनियाँ हालेर चाहिँ आज हामी रेडी गर्न गइरहेका छौँ। बहिनीले सानो सानो गरी काटेर राखेको धनियाँ पनि त्यसमा मिक्स गरिसकेको छ। आजको पानीपुरी चाहिँ हाम्रो लागि चाहिँ एकदम बेस्ट बन्ला जस्तो। चिसो चिसो मौसममा तातो पिरो खाएर काम गर्नै पऱ्यो गाइजहरू। त्यसमा बहिनीले नुन पनि राखिसकेको छ। नुन सुन हालेर अब मिठो गरेर त खानै पऱ्यो। मिठो खानको लागि अलिअलि मिहिनेत गर्नै पऱ्यो होइन साथीहरू। अब हामीले पानीपुरीको मसलाको लागि चाहिँ रेडी गरिरहेको छौँ। पिरो सिरो हालेर पिरो सिरो चट्टाचट्टो हालेर अब हामी गइरहेको छौँ। त्यसमा चाहिँ अब बहिनीले हाल्दैछ के हो मसला ससला। अब मसला ससला हालिसकेपछि त्यसमा चाहिँ झानेको तेल हालेर चाहिँ अब यसलाई मिक्स गरेपछि चाहिँ हाम्रो अब यो रेडी हुन लागेको छ पानीपुरीको मसला चाहिँ। अब यो मिक्स गरिसकेपछि रेडी हुन्छ। अब मिठो खानको लागि अलिअलि दुःख गर्नै पऱ्यो होइन साथीहरू। यताउता सामान जोडजामदेखि अब पिरो पनि हालिरहेछ है बहिनीहरूले चाहिँ। म चाहिँ पिरो एकदमै कम खाने भएकोले उनीहरूले चाहिँ आफ्नो लागि पिरो छुट्टै हालिसक्यो होइन। पिरो थोरै खान्छु नि त, पिरो र नपिरो छुट्टा गराइदिइसक्यो। अब पिरो कम खानको लागि चाहिँ यही समस्या छ। अब उनीहरूलाई खानु मन लागेपछि के गर्ने हो, खानु चाहिँ पऱ्यो जसरी पनि आफ्नो लागि होइन। पिरो नपिरो छुट्टै गरेर भिडियो पनि देखाइदिनु भनेर मैले देखाइदिइरहेको छु। अब पानीपुरीको झोल बनाउन गइरहेको छौँ हामी। झोलमा चाहिँ धनियाँ सनियाँ हालेर पुरा झोल पनि हरियै देखिरह तर एकदमै मिठो र यम्मी पनि देखिरहेको छ। अब हामी चाहिँ धेरैजना भएकोले पानीपुरीको झोल त अलिक धेरै नै बनाउनु पर्यो। पानीपुरीको झोलमा चाहिँ हामीले अब धेरैजना छौँ नि त। धेरैजना त के भने 6-7जना हो, त्यही नै पुग्दैन नि त। अब सबैजनाले अब खाइन्छ। अब पानीपुरीको झोल पनि रेडी हुन लाग्यो। अब त्यसमा मसला ससला हालेर पानीपुरी मसला ससला हालेर घोलेर अब हाम्रो रेडी हुँदैछ है, रेडी हुँदैछ। त्यसपछि हामी गयौँ पानीपुरीको पुरी फुलाउनलाई। पुरी फुलाउनलाई चाहिँ बहिनीले एक्साइटेड हुँदै फुलाइरहेछ है। त्यत्रो धेरै बनाइसकेको छ है। त एक झोला बनाएर पनि यता एक बाटा एकजना साथीले चाहिँ खाइहाल्यो। अब मिठो चिज देखेपछि कसको मुख रसाउन र खान त खाइहालिन्छ, चाख्नु पर्यो होइन। मिठो छ भन्दैछ। अझ पुरा त छोडे छैन त्यत्रो भएर पनि। त्यत्रो एक झोला र एक बाटा भइसक्यो। अझै बाँकी छ भन्दैछ, पुऱ्याइरहेको छ। यस्तै हो साथीहरू। अब पानीपुरीको झोल नि बनिसकेको छ। अब पानीपुरी झोल बनिसकेपछि पुरा अमिलो पिरो हालेर चट्टाचुट्टो सबै भइसकेको छ। अब हामी खाना गइरहेको छौँ। उनीहरू चाहिँ एक्साइटेड छ। अब एकजना चाहिँ पुरी थापेर बसिरहेको। अब चाख्ने होला। अब रिभ्यू कस्तो हुन्छ है त। मिठो छ भन्दैछ उसले पनि। आज हाम्रो चिनीचीको पानीपुरी खाने प्लान चाहिँ सक्सेस भइसकेको छ। अब चाहिँ हामीलाई मिठो गरेर खान्छौँ। ल नेक्स्ट टाइम नेक्स्ट ब्लगमा यस्तै ब्लगहरूमा भेटौँ साथीहरू। बाई बाई। झोल पनि एकदमै धेरै भएको छ। अब चाहिँ पानीपुरी खानेछौँ हामीले। लेट्स अब नेक्स्ट ब्लगमा बाई बाई।